मेरो यो भिडियो चाहिँ एक्सकाभेटर अपरेटरहरूको लागि देख्न सक्नुहुन्छ। हाइड्रोलिक गेज चेक गर्नको लागि पहिला साँझ चाहिँ मेसिन यस्तरी राखेर जमिनको लेभल एकदम बराबर हेरेर बकेट चाहिँ यस्तरी सिधा बनाएर स्ट्यान्ड बनाएर राखेर अनि बिहान आएर चाहिँ हाइड्रोलिक चेक गर्नुपर्छ। देख्न सक्नुहुन्छ यो चाहिँ हाइड्रोलिक गेजको हाइड्रोलिक गेज हो। अनि यस्तरी राखेर चाहिँ धेरै हाई नि हुनु हुँदैन, धेरै लो नि हुनु हुँदैन, टक्क बिचमा हुनुपर्छ हाइड्रोलिक चाहिँ। देख्न सक्नुहुन्छ यसमा चाहिँ हाइड्रोलिक थप्ने टाइम भएको छ। सक्दो सेयर गरेर सबै अपरेटरको सामु पुर्याइदिनु होला। यो भिडियो देख्न सक्नुहुन्छ यो चाहिँ एकदम नयाँ मेसिन हो। फाइनली कमासो 210 त्यसको चाहिँ अगाडिको सेफ्टी चाहिँ बब्बाल छ, देख्न सक्नुहुन्छ। यसको सेवा सुविधा नि बब्बाल छ अपरेटरको लागि, बस्ने क्याबिनदेखि लिएर देख्न सक्नुहुन्छ सब सुविधा छ। ब्लुटुथ मोबाइल चार्ज गर्नको लागि अनि एसी हिटर सबै छ, देख्न सक्नुहुन्छ क्याबिन यो।